अहोरात्र यो अदालत अगाडि र जिल्ला प्रहरी परिषदमा आएर जुन एउटा दबाब बढाउनुभयो त्यसमा म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र म तपाईँलाई एउटा कुरा के भन्छु भने भदौ 23 र 24 मा जेएनजी विद्रोहमा अदालत डढ्यो, अदालतको आत्मा चाहिँ डरेको छैन, भवन मात्रै डर्यो। आज पनि मैले न्याय पाएको छु। र म जहिले पनि के भन्छु भने म भगवानको दर्शन गर्नलाई सिडिओको स्वीकृति लिएर आएको मान्छे। राति म होटलमा बास बसेको बेलामा मलाई आएर प्रहरीले 9 बजी पक्रेर लिएर आयो। भोलिपल्ट मलाई साइबर मुद्दा चलाए र न त्यहाँ बाजा बजेको थियो, न स्टेज थियो, न कुनै ढुङ्गामुढा भएको थियो, न कुनै भाषण भूषण भएको थियो। तर सरकार यति लाचार भएर डरायो होइन। हिजो जुन व्यवहार हिजो कोली सरकारले गर्यो, हिजो सुशीला सरकारले जुन व्यवहार गरिन्, म माथि व्यवहार गरिन्, र आज यो सरकारले गर्यो, म नाम लिन चाहन्न, यो सरकारले गर्यो। यो